ऐठन गहिरो निन्द्रामा भएको बेलामा छातीमा एक्कासी भारी महसुस हुन्छ। कोही बसेको जस्तो, कसैले थिचेको जस्तो महसुस हुन्छ। घाँटीमा अठ्याएको जस्तो महसुस हुन्छ। सास फेर्न अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। छटपटाउन खोज्छौँ, सलबलाउन खोज्छौँ, सक्दैनौँ। हात हटाउन खोज्छौँ, त्यो आकृतिलाई पन्छाउन खोज्छौँ, त्यो पनि सक्दैनौँ। धेरै डर लाग्छ, मुटु ढुकढुक हुन्छ, एक्कासी निन्द्राबाट बिउजिन्छौँ। खलखल पसिना छुटेको हुन्छ, मुटु ढुकढुक हुन्छ। ऐठन हजुरले धेरैजनाले चाहिँ जीवनको कुनै न कुनै समयमा चाहिँ एक्सपिरियन्स गर्नुभएको, महसुस गर्नुभएको ऐठन यही हो। यसलाई चाहिँ मेडिकल्ली अथवा साइन्टिफिकल्ली चाहिँ स्लिप प्यारालाइसिस भन्ने गरिन्छ। आज म यो ऐठनको रहस्यको बारेमा पर्दाफास गर्छु, यसको बारेमा तथ्यपरक जानकारी दिन्छु हजुरहरूलाई। यो भनेको स्लिप प्यारालाइसिस हो। यो चाहिँ विशेष गरेर चाहिँ हामी REM अथवा ऱ्यापिड आई मुभमेन्ट स्लिप अथवा डिप स्लिपमा भएको बेलामा हुन्छौँ, जुन बेलामा चाहिँ हाम्रो मस्तिष्क, हाम्रो ब्रेन चाहिँ एक्टिभ हुन्छ, तर हाम्रो शरीरको मसल्सहरू चाहिँ एकदम रिल्याक्स्ड हुन्छन्। उनीहरू चाहिँ एकदमै प्यारालाइसिस भएको जस्तो अवस्थामा हुन्छन्। हामी लाख कोसिस गर्छौँ आफ्नो मसल्सहरू हल्लाउनको लागि, चलाउनको लागि, तर पनि व्यर्थ हुन्छ। ब्रेन हाम्रो एक्टिभ हुन्छ। यस्तो बेलामा चाहिँ हामीले हेलुसिनेसन्स पनि हुने गर्छ। यस्तो बेलामा चाहिँ अजीब किसिमका आकृतिहरू देखिने, अजीब किसिमका चाहिँ साउन्डहरू सुनिने पनि हुन्छ। यो ऐठनसँगै हुने कुराहरू हो र यो साइन्टिफिक कुरा हो एकदमै। यो चाहिँ कस्तो मान्छेलाई हुन्छ भन्दाखेरि चाहिँ जसको स्लिप वेक प्याटर्न ठिक हुँदैन, अनियमित सुत्ने चाहिँ एउटा सिस्टम हुन्छ। सँगसँगै जो चाहिँ स्लिप डिप्राइभ्ड छ, अनिन्द्रा छ, राम्ररी सुत्ने बानी छैन। तेस्रो नम्बरमा चाहिँ एन्जाइटी अनि स्ट्रेसहरू बेसी भएको मान्छेमा अथवा उत्तानो परेर सुत्दाखेरि चाहिँ यस्तो हुने गर्छ। यसले शरीरमा कुनै पनि किसिमको हानि नोक्सानी पुर्याउँदैन। धेरै जस्तो समयमा चाहिँ यो कुनै एउटा समयमा हुने गर्छ र बिस्तारै हराएर जाने हुन्छ। यसले शरीरमा कुनै पनि किसिमको चाहिँ जोखिम अथवा हानि नोक्सानी पुर्याउँदैन। मैले अघिल्लो भिडियोमा भनेको थिएँ, ऐठन जस्तै देखिने लक्षणहरू चाहिँ कहिलेकाहीँ OSA अथवा अब्स्ट्रक्टिभ स्लिप एप्नियामा हुने गर्छ। त्यस्तो किसिमको मान्छेहरूमा चाहिँ मोटोपन बेसी हुन्छ, घुर्ने बानी हुन्छ, राति सुतेको बेलामा चाहिँ घाँटी अठ्याएको जस्तो, सास फेर्न गाह्रो हुन्छ र बिहान निन्द्राबाट चाहिँ बिउजिसकेपछि चाहिँ फ्रेस फिल नभएको, टाउको भारी भएको जस्तो महसुस हुन्छ। यो र स्लिप प्यारालाइसिस भनेको चाहिँ डिफ्रेन्ट कुरा हो। यो जानकारी सबैमा सेयर गरेर पुर्याउनु होला। हस् त, नमस्ते।